अनि तपाईँलाई मसँग आज बस्दा कस्तो फिल भएर रमाइलो भयो तपाईँले चिया खानु भयो कि आइसक्रिमको सुप खानु भयो आइसक्रिम खायो आइसक्रिमको सुप जस्तो देख्छु त बद मिठो छैन भन्दा मिठो छ त मिठो छ है चिया पछाडि आइसक्रिम खाँदा मिठो हुँदो रहेछ खाने नि चिया पछि आइसक्रिम पहिला आइसक्रिम खाएर चिया खायो भने त मिठो हुनु तिमीलाई कस्तो फिल भइरहेछ क्यामेलको सुप खा जस्तो लागिरहेको क्यामेलको आइसक्रिम होइन क्यामेलको सुप खा जस्तो क्यामेलको सुप पनि मिठो हुन्छ तर अलिक साह्रो हुन्छ क्या खानु भयो उनको मासु मिठो हुँदैन त्यही भएर तपाईँको नाक पनि उठु उठु जस्तो हुन चिया पायो त्यही दारीमा लाग्यो नि त हेर क्यामेलको सुप म त खान्छु त म त पिउँछु त भन्नु यत्रो ठुलो भइसक्यो पेटी अब यो 30 वर्ष 32 वर्षको उमेरमा नि के त होला अब जवान छु जस्तो लाग्छ क्या मेरो 30 वर्षको उमेरमा यतिको पेट हुनैपर्छ भने त्यो 54-55 वर्षको राजसमाजको कत्रो पेट हुनु पर्थ्यो भन त्यो त हिरो हो नि त हुन पनि हिरो हो नि त्यो त मेरो ओन्ली मेरो अनि मेरो हिरोले त यतिको पेट डिजर्भ गर्छ यसो खान्छु ल हेर्नु त दुवै फेममा बसेर टक्रक्क लाएर यसरी बुढीसँग बस्दै आइसक्रिम खानु ओहो वरिपट्टि लावा बालेर बस्नु ओहो हो कता हिँड्नु भयो दिदी भित्रभित्र जानु दाई हो दाई के दिदी अनि उहाँ दिदी भित्र चाहिँ छिर्नु त्यही भएर ए अनि तल चाहिँ आमा भोक पर्छ दिदीले फेरि भने खरकतिर लाइट भाइ लाइट अनि म तपाईँ दाईहरू छोडेको त दिदी अरे कहाँ छिर्यो होला भनेर नि जसी छ अर्का बुढी त भयो ल लास्ट चोटि यो त देखेन यार